So hello guys, welcome back to my channel. Hope all of you are well and I'm also good. अनि अहिले चाहिँ म रिसेन्टली धरानमा छु. मेरो अगाडिको ब्लग चाहिँ सङ्घर्षमा थियो. यो ब्लग चाहिँ धरानबाट हुँदैछ. अनि आज चाहिँ विशेष हामी साथीको बर्थडे सेलिब्रेसन गर्नको लागि ड्राइभ पिकनिक जाँदैछौँ हामी 3 जना. सो एकजना साथी चाहिँ मलाई आएर भने चाहिँ म फर्किरहेको छु अरे हामी गिफ्ट किनेर त्यहाँबाट जाने इटोरी जाने हामी आज धरानबाट. सो हेर्दै गर्नु होला फुल ब्लग. बर्थडे गर्लसँग भेट हुन जाँदैछौँ. Here is our birthday girl. यता हेर्न यता मजाले छिटो छिटो. सो गाइज हामी चाहिँ केक लिन गएको. हामीले भने जस्तो केक पनि थिएन. सो हामी माथिबाटै लाने भयौँ. अघि चाहिँ हामी 5 मिनट कुर्न नसकेर यहाँ आएको थियौँ. अहिले हामी 1 घन्टा कुर्नुपर्छ भन्नुभयो. सो हामी अघि चाहिँ 5 मिनट कुर्ने ठाउँमै गएर लिएर जान्छौँ. हामी आज इटरी भौतारै छौँ. कतिखेर गएर हामी ड्राइभ पिकनिक गऱ्यौँ. सो हाम्रो गीत चाहिँ यहाँ रेडी हुँदैछ. अब हामी जाने सबै सामान किनिसकेका छौँ. सो गाइज अब चाहिँ हामी जाँदैछौँ तालतलातिर. अनि यता चाहिँ हाम्रा 2 जना राम्रीजहरू हुनुहुन्छ. यति गर्नु होला फुल ब्लग. सो गाइज वी आर इन तालतला. हामी हरियाली देख्न सक्नुहुन्छ तपाईँले. सो हामी चाहिँ हाम्रो पिकनिक स्पोट आइसकेको छौँ. कस्तो दामी फुल फुलेको रहेछ यता पनि. तर घाम चाहिँ एकदमै चर्को भएर हामी कहाँ बस्ने भनेर यता ठाउँ खोज्दैछौँ हामी. तर जे होस् दामी फुल फुलेको रहेछ यहाँ. त्यहाँ पनि राम्रो फुल फुलेको रहेछ. तर एकदमै घाम छ क्या. कहाँ बस्ने भनेर हामी चुज गर्न सकिरहेको छैनौँ. भाइरल प्लेस एकदमै. वाउ, लुक एट द ब्युटी अफ नेचर. आई सो यु समथिङ गाइज. यिनीहरूको अवतार हेर्न सक्नुहुन्छ. अघि कस्तो थिए, अहिले उहाँ नानी चाहिँ फुल टिप्दैछौँ बुके बनाउनलाई. हामीले चाहिँ बुके ल्याउन बिर्सेछौँ. अनि कस्तो ओभर दामी है यो फुल. यता हेर त उयो कस्तो राम्रो आएको बसेको होला. उही ल अरू त त्यस्तै उस्तै हो गाइस. आज चाहिँ हामी ड्राइभ पिकनिक चाहिँ गरिन जस्तो छ. फोटो भिडियोमै हाम्रो दिन्छन् जस्तो छ. ऊ त्यो पर आउँदै हुनुहुन्छ हाम्रा 2 जना दिदी बहिनीहरू. ओमाइको त्यहाँ त बाटो हिलो रहेछ. यहाँ रहेछ. हामी चाहिँ यो खोल्सामा फोटो खिच्न भनेर आयौँ गाइजहरू. ओए माछा होइन यो. ओए माछा गाइजहरू. यहाँनिर बस्न. यहाँनिर बाहिर छ आइसक्नु भएको ठाउँमा. हामी अब यहाँ फोटो खिच्छौँ. अनि अब हामी जान्छौँ हाम्रो ड्राइभ पिकनिक. हाम्रो फुल दिइसकेका छन् भाइले. थ्याङ्क यू. ओ माई गड. हो ती बस दामी आइरहेछ. लु गाइस हामीलाई चाहिँ भाइले फुल दिएर गइसकेको छ. कस्तो देखिरहेको छ गाइस. ती राम्रो फुललाई हामी छोडेर जाँदैछौँ. अब सेल्फी त के भन्नु. अब यो ओइलेर जान्छ. अब हामी त्यहाँ पर जाने. बियोसी हुन आँट्नु भयो अरे दिदीहरू चाहिँ. अनि पानी खाँदै हुन्छ. मलाई पनि यही पानी चाहिँ लास्टै गर्मी हो. तर यो फुल चाहिँ लास्टै राम्रो. Thank you for water. Beauty of our Taltalaya. Yes. हाम्रो यहाँनिर पिकनिक स्पटमा आयो अरे. हामी यहाँ तन्नाउ छाउने कार्यक्रम गर्दैछौँ. दामी प्लेस पनि दामी छ. जे होस् हाम्रो खानेकुराहरू निकाल्दैछौँ. मेरोमा छ बर्थडे गर्ल धपधपी बढिरहेको छिन्. उनी चाहिँ खोइ केक उयो छ हौ केक. तर त्यो केक सबै बर्थडे गिफ्ट हाम्रो त
अघि केक काटेर बर्थडे गिफ्ट दिनुपर्ने सुरुमै बर्थडे गिफ्ट निकालेर माई गॉड म चाहिँ यहाँ छु एकदमै टायर्ड पर्सन पसिनाले घामले एकदमै काली भएर बसेकी लुल्लिम सुरुमा अनि मात्र फोटो गर्नु इज केक सो स्याड त्यही केही छैन बेस्टी जे पनि आधी खिच्नु न Oh no, so sad, very bad. Now we are cutting cake. Let's eat a Look, happy birthday to you. Happy birthday to you. Happy birthday to you, dear bestie. Happy birthday to you. Thank you. हावाले गरेर बोल्न थिएन अब यो चाहिँ के मान भन्दाखेरि भगवानले फुक्दिनु भएको तिर ओके भगवानको ब्लेसिङ ल अब हामी पिकनिक आइसकेपछि खाने कार्यक्रम हुन्छ अब हामी खान्छौँ एकदमै गली पनि गर्नु होला हामी के खान्छौँ के खान्छौँ हामी यो चाहिँ कोक यस्तो मिठो मिठो यता देखाया कोक This is Coke. This is current वाली कोक वाली Fizball. And this is Momo. तर सबै छिलिपिटिली भइसकेको छ हामी त्यत्रो परबाट आएको नि त अनि त्यहाँ पर पनि फोटो खिचेर आउँदा ओर्दा धरान देखिनु के भएको कसलाई पठाउनु यस ग्रली वाला गिफ्ट हो नि फेरि यो चाहिँ अनबक्सिङ गर्ने अनबक्सिङ यसको फेभरेट परफ्युम हो नि त आई नो केही हुँदैन त्यो खोलेर हेरेर तपाईँ अब यसको चोइसै ल्याइदिएको छौँ हामीले यसलाई मनपर्ने वाले थ्याङ्क यू धन्न पिङ्की चाहिँ ल्याइदिनु पिङ्क त हो पिङ्क लुगा लाएर पिङ्की भन्दैछ अहिले के हो यो एकदमै डायमन्ड वाला यही लगाइदिइहाल्छु म ल लगाइदिइहाल्छु है गाई छेर्नु होला लगाएपछि एकछिन गरिसकेको छ उहाँ हुनुहुन्छ दीक्षाको प्री बर्थडे सेलिब्रेसन गर्न Guys, see my pretty. Oh my god. Pretty top. Yes. Okay, thank you. Come by. Guys, अब हाम्रो पिकनिक सबै सकिसक्यो फोटो खिच्दा we are tired. अब हामी घर जान आँटेका सामानहरू चाहिँ पर छोपछाप पारेर हेर्न सक्नुहुन्छ गाइसहरु हेर्नुस् हाम्रो सामानको हालत अघि आउँदाखेरि कस्तो मैले हालेको कस्तो थियो हेर्नु है सो अब चाहिँ हामी हाम्रो सकिसकेको छ पिकनिक रमाइलो भयो अब हामी जाने गाइस अब टिकटक भिडियोहरू सबै आउँछन् आजको लागि चाहिँ यति नै अब हामी घर जान्छौँ अनि हाउ वाज योर डे too good your so nice so beautiful yes me too बर्थडे गर्लको बर्थडेको दिन स्पेसल भएन भन्छ तर प्री बर्थडे हो नि बर्थडे त्यसको भोलि हो त्यही पनि अब जहिले भए पनि मनाइ इट्स भेरी नाइस डे राइट तर सामानको हालत त्यस्तो छ सबै उठाएर जान्छौँ अब 4 पनि बजिसकेको छ सो आजको लागि चाहिँ भ्लग यतिमै अन्त्य गर्न चाहन्छु गाइस म चाहिँ रेडी भइसके अब हिँड्न अब आफ्नै अवतारमा यो चाहिँ घर जाने अवतार हो उसको पनि रेडी हुँदैछु म चाहिँ सिम्पल फिटमा आएको थिएँ सो सिम्पल फिटमा आएको थिएँ एकदमै म चाहिँ खाना आएको क्या खासमा अरे अनि यस केक र कोक खाना आएको थिएँ म चाहिँ खाइ पनि सकेँ अब घर जाने छैन खाऊ त्यो छिटो कोक चाहिँ बाँकी नै छ कोक चाहिँ खान्छु अनि जान्छु म अब घर आजको लागि चाहिँ भ्लग यति नै कस्तो लाग्यो डु कमेन्ट डु सेयर सब्सक्राइब लाइक एन्ड के भन्छन् त्यस पछाडि सब्सक्राइब के भन्नु छ मेरो च्यानलमा प्लिज सबैले प्लिज लाइक सब्सक्राइब एन्ड कमेन्ट डाउन बिलो डोन्ट फर्गेट टु सब्सक्राइब थ्याङ्क यू तर एउटा कुरा थाहा छ मेरो साथीले नै मेरो च्यानल छ भन्ने कुरै थाहा छैन अस्ति भर्खर
मैले अस्ति भर्खर मलाई त सुरुमै पठाएको थियो त तँलाई हामीलाई त नपठाए अनि थाहा हुन्छ त अब पठाउँछु नि त बिस्तारो होइन सो बाई बाई गाइज के भन्छ लास्टमा लभ यु अल बाई बाई